हामी दिनहुँ धेरै विद्यार्थीहरू भेट्छौँ र अस्ट्रेलिया नै जाने हो भन्ने विद्यार्थीहरूलाई मेरो एउटा क्वेसन रहन्छ, तपाईँहरू कुरी मात्र राख्नु भएको छ कि तपाईँले आफ्नो साइडबाट गर्नुपर्ने प्रिपरेसन पनि गर्नुभएको छ भन्दा उहाँहरू टल्ल परेर बस्नुहुन्छ। तपाईँले गर्नुपर्ने के हो र केसम्म गरेर बस्दा हुन्छ म यो भिडियोमा एक्सप्लेन गरिदिएको छु। हामीलाई फलो गर्नु होला र सेयर पनि गरिदिनुहोस् ताकि तपाईँहरू जस्तै अन्य विद्यार्थीहरूलाई यो इन्फर्मेसन पुर्याउन सकियोस्। तपाईँले फर्स्ट काम भनेको तपाईँले यदि आइएलटिएस पिटी दिइसक्नु भएको छ भने तपाईँ जुन कोर्स युनिभर्सिटी र लोकेसनमा जान सक्नुहुन्छ त्यहाँको एउटा अफर लेटर लिएर बस्नुहोस्। अफर लेटर आइसकेपछि तपाईँले इन्कम सोर्स, ट्याक्सका पेपर र स्टेटमेन्टहरू सबै जुटाउँदै जानुहोस् र साइडमा एजुकेसन लोन पनि लिनुहोस्। जुलाई 17सम्म यो आर्थिक वर्ष सकिँदैन भने त्यो बेलासम्म तपाईँले यो डकुमेन्टलाई फेरि रिभाइज गरेर राख्नु पर्दैन र तपाईँले अपर्च्युनिटी ग्राब गर्न सक्नुहुन्छ। यदि भिजाका रेटहरू इम्प्रुभ भयो, भिजा ग्रान्टका नम्बरहरू बढ्दै गऱ्यो भने चाहिँ तपाईँले तुरुन्तै एक हप्तामा नै तपाईँले जिएस, फी पेमेन्ट र सिओए लिन सक्नुहुन्छ र तुरुन्तै भिजा लन्च गर्नुभयो भने तपाईँको अपर्च्युनिटीलाई ग्राब गर्न सक्ने क्यापासिटी चाहिँ तपाईँले बन्छ। यदि केही पनि गर्नु भएन र अरूको भिजा आइरहेको देख्दाखेरि बल्ल सुरु गर्नुहुन्छ भने तपाईँले त्यो विन्डो चाहिँ तपाईँले मिस गर्न सक्नुहुन्छ। हामीले तपाईँले केसम्म गर्नु मिल्छ भनेर तपाईँलाई हामीले एउटा स्टेप बनाएर राखिदिन्छौँ। त्यो स्टेपसम्म तपाईँले रेडी गरेर बस्नुहोस् र त्यसपछि अपर्च्युनिटी ग्राब गर्न सक्ने स्टेजमा तपाईँलाई हामी पेन्डिङ राख्छौँ र त्यसपछि एप्लिकेसन स्टार्ट गर्न सक्छौँ। यदि यसबारे अझै बुझ्न चाहनुहुन्छ भने तपाईँ डकुमेन्ट लिएर आउनुहोस्, एकचोटि हामी छलफल पनि गरौँ र त्यसपछि तपाईँको एप्लिकेसन स्टार्ट गरिदिन्छौँ। हामी चिप्लेडुङ्गा पोखरा टर्मिनलको पारिपट्टि तेस्रो तलामा छौँ, आउनुहोस् छलफल गरौँ। डोन्ट रिस्क योर भिजा, गेट द राइट सपोर्ट। थ्याङ्क यू।